A few moments later. ल बालन सरकार आज म आन्दोलनमा आउँदिन तिमीले हिजो यहाँ आँखामा बजारेपछि मात्रै मेरो बुद्धि आयो आँखा बन्द भएपछि मेरो बुद्धि आयो त्यहाँ म आन्दोलनमा आउँदिन आज एमालेको बुद्धि मेरो बुद्धि आयो त्यहाँ म आन्दोलनमा आउँदिन आज एमालेको बुद्धि कुटेपछि आउँदै रहेछ मेरो बुद्धि आयो बालन सरकार जे गर्ने गर घर आएर हेरेँ तिमीले गरेको सबै कदम राम्रा रहेछन् म आज आउँदिन है ल है एमालेका साथीहरू अबदेखि म आउँदिन तिमीले पनि कुटाइ खाएपछि मात्रै बुद्धि आउने रहेछ मैले पनि कुटाइ नखाउँथेँ आँखा बन्द नहुन्थेँ बुद्धि आएको थिएन जब लाठी खाइयो नि बुद्धि आयो म अब आन्दोलनमा आउँदिन बालिन तिमी जे गर्छौ गर रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके बालेन्द्र नसुते विकासमा जुटे केपी का ओठ मुख सुके जेन्जी सारा जुटे आर्जु सेरे कुटे अरू भागेर लुके कोहीले लात्ती भेटे कोहीले थप्पड भेटे कोहीले सुरुवालै मुते बाँकी के कति छन् अझै पनि भेट्छन् सिस्नो पानी भुतभुते यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ म एक जनाको पछाडि आउँछु जसले यो बच्चाहरूलाई ताकी गोली हानेछ त्यसै गरी ताकी म निकाल्छु तिनीहरूलाई चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु एकजनालाई छोड्दिनँ केपी ओली पक्राउ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ रमेश लेखक पक्राउ पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् बरु मलाई गोली खान तयार छु मलाई मारे म किन गल्ती गरेको छैन म मर्न पनि तयार छु देशको लागि म नेकपा एमालेको लागि बोल्दाखेरि म मर्नु पर्छ म छातीमा गोली पनि यो सुडान फतहलाई त अब मैले जानेको छु दुख्यो सरी तपाईँहरूलाई भगवान कसम मैले कसम खाएँ होइन मेरो मातृभूमिको कसम खाएँ म कसैलाई छोड्दिनँ मैले दसैँका लागि ल्याएर राखेको पैसा थिए 3टा दसैँ अगाडि केही पैसा नयाँ नोटहरू 20का 50का थिए त्यसका एक एकवटा बन्डिल ल्याएर यहाँ फुर्र उडाएर सँगसँगै फोटो खिचिराखेको थियो यो प्लानमा थियो भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी We'll show you action. Matarigo, pai. झोले हमर नाम बा झोला बोकल काम बा चुप हो जा सातवीं फेल चुप एक शब्द नहीं और अभी तो रुको क्लाइमैक्स अभी बाकी केपीले त्यस्तो माया गर्छौ भनी जाऊ न केपीसँग जेल बल्ल आनन्द आउँछ नि हामीलाई चिसो ठाउँमा हुर्किएका यी कुकुरहरू यी वातावरणमा अनुकूल छन्
यो भोटे कुकुर कुकुर वर्गहरू बीचको मस्ती वर्गमा पर्छ। भोटे कुकुर निकै सचेत र बुद्धिमान हुन्छ। यिनीहरू विशेष गरी बथान बनाएर हिँड्ने गर्छन्। त्यसैले भोटे कुकुरलाई मानिस तथा अन्य पशुपन्छीको अंगरक्षकको रूपमा लिएर हिँड्ने गरिन्छ। नेपालकै हिमाली क्षेत्रमा मानिसहरू भेडा बाख्राको सुरक्षाका लागि भोटे कुकुर पाल्ने गर्छन्। यो निकै साहसिक र शक्तिशाली कुकुर। के भयो पर पुलिसले कुट्यो आमा। किन कुट्यो त्यसरी पुलिसले? पर ओली पक्राउ पर्यो भनिकन विरोध प्रदर्शनमा गएको छ। बल्ल भयो अझ कुट्नु पर्ने? निका मान्छेको लागि काम त्यसो मान्छेको लागि जाँदा हुँदा Run. तपाईहरुलाई भगवान कसम मैले कसम खाएँ हैन, मेरो मातृभूमिको कसम खाएँ। म कसैलाई छोड्दिन।